7 किलोमिटर पैदल गर्दैछु, पैदल यात्रा चल्दै गइरहेको छु। अनि फर्किँदा नि आज हिँडेरै फर्किने हो, किनभने मेरो बाइकको चाहिँ रेक्टिफायर गएको रहेछ। रेक्टिफायर नभनौँ, एसी कन्भर्टर पनि भन्दो रहेछ, एसी कन्भर्टर नै रहेछ यो उयसमा चाहिँ। त्यो भएको कारणले गर्दा चाहिँ मैले केही दिन अगाडि मगाएको थिएँ सिलगढीमा, एउटा साथी थियो उसलाई, र उसले पनि समय नमिलेको कारणले गर्दाखेरि मलाई ल्याइदिएन रहेछ। अनि आज चाहिँ म पार्ट्स नम्बर खिचेर पार्ट्स नम्बर लिएर जाँदैछु, किनभने मेरो बाइक चल्ने अवस्थामा छैन। खासै भनौँ भने चल्नु चाहिँ चल्छ, तर के छ भने चाहिँ जति ब्याट्री चार्ज छ त्यो नसकुन्जेल चाहिँ चल्दो रहेछ। अनि त्यो भएको कारणले गर्दा म हिजो घर आएको थिएँ होइन, घर आइपुग्नु बित्तिकै जस्तो घर आइपुगेँ झ्यापै बन्द भयो, ब्याट्री पुरै सटडाउन भयो। अनि त्यसले चाहिँ रेगुलेटर, एसी रेगुलेटरको मेन कारण चाहिँ के हुँदो रहेछ भने चाहिँ मुनि आर्मेचरले दिएको करेन्टलाई चाहिँ माथि लिएर चाहिँ त्यो मुनिबाट एसी लाइन आउँछ, माथि आएपछि चाहिँ तपाईँको कन्भर्ट गरेर चाहिँ एसी लाइनलाई चाहिँ कन्भर्ट गरेर चाहिँ डिसीमा त्यसले सप्लाई गर्छ। अनि त्यसले चाहिँ के गर्छ भन्दा चाहिँ तपाईँको कुद्दाखेरि लाइन कन्टिन्यू दिइबस्छ होइन, लाइन दिइबस्छ, त्यसले ब्याट्री सक्नु दिँदैन होइन। अनि ब्याट्रीको एकदमै फुल चार्ज हुन्छ। अनि अहिले यो BS6 को मेन प्रब्लम भनेको चाहिँ त्यो के भन्छ, अब अहिले BS6 मोडलको चाहिँ के छ भने चाहिँ तपाईँको ट्याङ्कीभित्र पनि मोटर लागेको हुन्छ नि त। त्यो मोटर चाहिँ तपाईँको ब्याट्रीमा फुल पावर छ भने चाहिँ चल्ने हो, नत्र भने ब्याट्री लो छ भने त्यो मोटर चल्दैन तपाईँको। जसरी हामी बिल्डिङको छतमा एउटा ग्राउन्ड फ्लोरबाट चाहिँ हामी पानी तान्नको लागि चाहिँ मोटर युज गर्छौँ। मोटर युज गर्दाखेरि त्यसमा लाइनको मात्रा कम भयो भने त्यसले पानी तान्न सक्दैन। त्यस्तै नै ट्याङ्कीमा हाम्रो मोटर हुन्छ, मोटरमा चाहिँ लाइन जति त्यसलाई चाहिएको छ त्यति दिनु सकेन भने त्यसले झ्यापै रोकिदिइहाल्छ होइन। त्यही चाहिँ प्रब्लम चाहिँ। आज म सिङताम गएर यो पार्ट्स नम्बर छ, अब त्यहाँ अर्डर गरेर मात्रै म बाइकमा हिँड्नु पाउने भएँ। अनि अझै म खास आज हिँड्नुको चाहिँ किन हिँड्दैछु भने चाहिँ म सायद कति धेरै सालदेखि चाहिँ यसरी नै आफ्नै साधन भएको कारणले गर्दाखेरि 1 किलोमिटर पनि म हिँडेको छैन होला अहिलेसम्म। त्यो हुँदा चाहिँ मेरो लागि पनि एक्सर्साइज हुने होइन। बाइक अब बिग्रेको छ होइन, सायद बाइक नबिग्रेको थियो भने म आज हिँड्थिनँ होला होइन। र आज बाइक पनि बिग्रिरहेको छ, अनि म चाहिँ पैदल यात्रा गरिरहेको छु। यो चाहिँ मलाई के भन्छ, शरीरलाई पनि स्वास्थ्यको लागि अलिकति यसले मद्दत पुऱ्याउँछ होइन। अनि त्यही हो, हामी धेरै जसो आफ्नोमा साधनहरू हुँदाखेरि हामी 1 किलोमिटर जानु छ भने आफ्नो साधन प्रयोग गर्छौँ होइन, 2 किलोमिटर जानु पनि होइन। त्यो भएको कारणले गर्दा हाम्रोमा एक्सर्साइज भने टोटली डाउन छ अहिले होइन। यो एक्सर्साइज नै हाम्रो पुगेको छैन क्या बडीलाई। अब पहिला यही कुरा गरौँ होइन। अब पहिलातिर त अब धेरै कामहरू गरिन्थ्यो, गरिन्थ्यो, यता गइन्थ्यो उता गइन्थ्यो होइन। त्यो भएको कारणले गर्दा धेरै हिँडाइ हुन्थ्यो दिनहरूमा। अनि कामले गर्दाखेरि यसै पनि अब शरीरहरू फिट हुन्थ्यो होइन। अनि यसमा अर्को पनि के फाइदा छ भने त्यो बेला दिनभरि कामहरू गरेको हुन्थ्यो, बेलुका खाना खाएपछि हामीलाई निन्द्राहरू राम्रो लाग्दिन्थ्यो होइन। अहिले त यो हामीलाई त एन्जाइटी भएको जस्तो भइरहेको छ होइन। रातको समयमा धेरै निन्द्रा नलाग्ने होइन, जस्ता कुराहरू, रातमा निन्द्रा नलाग्ने, अनि राति हामी ढिलो खाना खाने होइन, अनि ढिलो सुत्ने। यसै गर्दा पनि हाम्रो स्वास्थ्यहरू धेरै बिग्रेर गइरहेछ। अनि आज यही सानो मेरो यो बाइक बिग्रेकै कारणले गर्दाखेरि मैले नै आज हिँड्ने मौका पाएँ। अनि मैले तपाईँहरूलाई सेयर गर्नु खोजेको होइन। यसमा
के भन्छ के गऱ्यौँ कसो गऱ्यौँ हामीले पहिला होइन भन्ने कुराहरू पनि तपाईँहरूलाई पनि याद हुनेछ होइन। तपाईँहरूको पनि त अहिले त प्रत्येक घर घरमा साधनहरू पुगिसकेको छ होला, साधनहरू तपाईँहरूको आफ्नै छ होला होइन। यी सबै कुराहरूले गर्दा चाहिँ हामी चाहिँ अब हामी साह्रै नै मात्तिएका छौँ है अहिले। एकछिन त्यहाँ तल गयो भने आफ्नोमै छैन भने पनि ओइ मलाई पुऱ्याइदिन भन्ने हुन्छ नि त। त्यस्तो छ अहिले चाहिँ। त्यो बेला धेरै पहिलाको मानिसहरू होइन, पहिला हाम्रो आमा बाबाहरू होइन अहिलेसम्म स्वस्थ रहनुको मेन कारण पनि यही नै हो। किनभने उहाँहरू दिनभरि काम गर्नुहुन्थ्यो, थाकेको हुनुहुन्थ्यो होइन। अनि खाना खाएर उहाँहरू समयमा सुत्नुहुन्थ्यो, अनि फेरि समयमा उठ्नुहुन्थ्यो। बिहान 4 बजीतिर उठ्नुहुन्थ्यो उहाँहरू, बेलुका 5 बजी सुत्नुहुन्थ्यो होइन। अनि निन्द्रा पनि मजाले पुगेको हुन्थ्यो उहाँहरूलाई। अनि समय पुग्नु बित्तिकै निन्द्राले छोडिदिइहाल्थ्यो उहाँहरूलाई। जति निन्द्रा चाहिएको थियो आफ्नो शरीरलाई होइन, शरीरलाई आफ्नो चाहिसकेपछि त कुनै पनि चिजले छोडिहाल्ने हो नि त। त्यस्तै नै जस्तै हामीले खाना खान्छौँ, खाना खाँदाखेरि के हुन्छ भने हामीलाई अगाएपछि हामीले खाना खान छोडिहाल्छौँ होइन। त्यो पनि त्यस्तै हो है एउटा। अनि सुत्नु उठ्नु र शरीरलाई अलिकति स्वस्थ राख्नु चाहिँ त्यो एकदम आफ्नोलाई चाहिँ राम्रो हो। केही समय अलिकति हाम्रो शरीरलाई बाहिरबाट अलिकति मद्दत पुर्याउनु मात्रै हो फेरि यो एक्सर्साइजहरू केहरू भन्ने। यसले चाहिँ जीवन लामो दिन्छ भन्ने चाहिँ होइन। जीवन चाहिँ ईश्वरको हातमा हुन्छ होइन। हामी तपाईँ नै विचार गर्नुहोस् न, जति मान्छे हेल्दी छ नि त त्यो मान्छे बिहान नउठ्न पनि त सक्छ होइन। यस्तै नै हो। तर बाहिरबाट चाहिँ अलिकति हामीले सपोर्ट गरेको जस्तो मात्रै हो। हुन त एक्सर्साइजले मान्छेको जीवन बाँच्छ, मान्छे अब तन्दुरुस्त हुन्छ, मान्छेलाई रोग लाग्दैन भन्ने होइन। धेरै ठुल्ठुलो मान्छेहरू धेरै अब यो स्पोर्ट्सको मान्छेहरूलाई पनि धेरै रोगहरू लागिरहेको हुन्छ। उहाँहरू त फिट हो नि त, उहाँहरूको त जहिले होइन एक्सर्साइज भनेकै जहिले नै जस्तो हो नि त होइन। उहाँहरू कुद्नुहुन्छ, कोही के गर्नुहुन्छ होइन। त्यस्तै हो। हाम्रो आयु चाहिँ जति ईश्वरले लेखिदिएको छ त्यतिसम्म चाहिँ हाम्रो आयु रहने हो। अरू अब यो हामीले एक्सर्साइज गर्ने, यो गर्ने, ऊ गर्ने भन्ने कुरा चाहिँ के हो भने चाहिँ बाहिरबाट अलिकति सपोर्ट दिएको जस्तो गर्ने मात्रै हो होइन। ल साथीहरू, म अहिले चाहिँ बालुवाटार फाटकसम्म आइपुगेँ गफ गर्दै तपाईँहरूसँग। र आज एकदमै खुसी लागेको पनि छ यसरी सानो भ्लग बनाउँदाखेरि। धेरै रमाइलो छ। तपाईँहरूलाई पनि सुन्दै गर्नुहोस्, हेर्दै गर्नुहोस् तपाईँहरूले पनि। अनि आज तपाईँहरू पनि जाति कुशल नै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। मेरो कम्ती साथीहरू हुनुहुन्छ तर पनि एकदमै असल साथीहरू हुनुहुन्छ होइन। तपाईँहरू मेरो एउटा फेसबुकको साथीहरू हुनुहुन्छ।